मेथी दाना, मिक्स मसलाहरूको पाउडर, काटेको प्याज, काटेर रेडी पारेको टमाटर, कुटेर रेडी पारेको अदुवाको पेस्ट, लसुन, खलमा कुटेको लसुन, अनि त्यसपछि धनिया, छाला निकालेर रेडी गरेको चिकन, पकाउनको लागि तेल, सिमलाई छोपेर राख्नुपर्छ। टमाटर पाक्ने टाइमसम्म थोरै पानी हालेर यसलाई छोपेर राख्छु। पानी नसकिन्जेलसम्म बेला चलाउँदै मजाले पकाउनुपर्छ। मजाले पाकिसकेको छ टमाटर, प्याज, अदुवा, लसुन। हामीले अघि नै मिक्स गरेर राखेको गरम मसलाहरू हाल्नुपर्छ। गरम मसलाहरू हालेर एकछिन चलाउने। यसमा अब चिकन हालेर मजाले चलाउने। ढक्कन लगाएर मजाले छोपेर राख्ने। चलाउँदैछु। थोरै पानी हालेर यसमा अब मिडियम आगो बनाएर पकाउनुपर्छ। अघि बनाएको चिकन यस्तो भएको छ। अब यो माथिबाट धनिया छर्ने, त्यस पछाडि सर्भ गर्ने।